हाम्रो बर्थडे गर्ल हाम्रो यहाँ भुन्टी आउँदैछ यो मम्मी र म इभिनिङ वकमा छ मम्मीमा ब्लग वेलकम जाँदैछु माथि बर्थडे धेरै खालको जाँदैछु के को झगडा खानाहरू खाने पनि भइरहेको थियो अनि बर्थडे कस्तो भयो म चाहिँ मुन्टा टिप्नु थालेँ हेलो एभ्रिवान आज चाहिँ हाम्रो मम्मीको बर्थडे अनि हामी चाहिँ सेलिब्रेट गर्न भनेर आएको छौँ अहिले चाहिँ म मात्रै आइपुगेको छु म र मेरो बहिनी अनि भाइहरू बहिनी अनि त्यसपछि मेरो हस्बेन्ड चाहिँ भरे अफिस सकेर आउँछु भनेर भन्नुभएको छ अनि अब म चाहिँ अब दिउँसो ठ्याक्क आइपुगेँ नि त अनि खाजा बनाउनु पऱ्यो भनेर के आइटमहरू निकालेँ यहाँनिर पुरा नुडल्स बनाउनको लागि र यो भिडियो चाहिँ मैले ठिकै किचनबाट स्टार्ट गरेको छु मेरो यस्तो ट्रेनिङ गर्नुपर्ने भएको रहेछ पुरा बिग्री आएको छ बुन्टी हाम्रो बर्थडेको ले त हुनुहुन्छ आज मनको बर्थडे बुन्टी हाम्रो अर्की मम्मीको कान्छी छोरी आइया नि यसले त मम्मीको कान्छी छोरी हाम्रो यहाँ भुन्टी डन छ अर्को भुन्टी डन यहाँ भात खाएकी छैन यहाँनिर सबै ओछ्यान बिगारेर के गरेको यो सबै के गरेको यो खाऊ माम खाऊ बुन्टु खाऊ माम खाऊ खाऊ बुन्टु माम खाऊ बिहानदेखि भात नै बसेको छ यो मेरो बर्थडे गरेर जानुभयो भुन्टीलाई बिस्कुट दिनलाई भात नखाएर बिस्कुट बिना भात नखाने भुन्टी यहाँ किन बिस्कुट नखाएको यसले कि मासु कि अन्डा कि बिस्कुट बिग्रियो महारानी हो नि हाम्रो घरको महारानी त्यही नभए चोर्ने अब त खान्छ होला ल अब म कम्रे चाहिँ यो भात भित्रमा ल्याउनु मैले बनाउनु आँटेको यसको लागि बनाउने इन्ग्रिडियन्टहरू क्याप्सिकम गाजर त्यसै बिटरुट चाहिँ चौरी परिसकेको रहेछ अनि टमाटर खोर्सानी अनि यो पनि बिन लगाएर चाहिँ मैले यसो युज गरेर सबै हालेर टक्क बनाउँछु भनेर मेरो खाजाको यहाँनिर आइटम यहाँ छ साथीहरू म चाहिँ अब माथि खाजा खाएर यताउति भाँडाहरू अलिअलि पखालेँ अनि त्यस पछाडि अब म तल आएँ अब नुहाउनको लागि कपडाहरू लिनलाई अनि अब त्यस पछाडि म नुहाइधुवाइ गरेर अनि त्यस पछाडि सबैजना भेला हुन्छ होला त्यतिखेरसम्म राम्रोसँगले इन्जोय गर्छौँ किप वाचिङ साथीहरू म चाहिँ नुहाइधुवाइ यस्तो गरेर एकदम फ्रेस भएर आइसकेँ अब मम्मी र एकछिन बाहिर निस्किन्छौँ अनि त्यस पछाडि बल्ल बर्थडेको तयारी हुन्छ बल्ल यहाँ चाहिँ उज्यालो आउँदो रहेछ नि त उनीहरू देखेको ल अब हामी मम्मी र म चाहिँ सपिङ गर्न निस्केको बर्थडेको सपिङ कहाँ गएको मम्मी हामी अब अब खानेकुराहरू टिलिक्कै आयो यहाँ बत्तीमाथि बल्ने बित्तिकै त मम्मी र म चाहिँ निस्क्यौँ अहिले कति बज्यो भने 6:30 भयो ठ्याक्कै 6:30 भएछ मम्मी र म चाहिँ मार्केट जस्तो हाम्रो यता एरियाको तरकारी सरकारी के कसो किन्न भाटबाट नि जान आँटेको हामी दुईजना हाम्रो नजिकै छ क्या हाम्रो घरबाट भाटबाट नि अनि हामीहरू दुईजना यस्तो इभिनिङ वक पनि हुन्छ त जाउँ भनेर निस्केको बाहिर त उज्यालो पो रहेछ त ए मेरो मम्मी र म इभिनिङ वकमा छ मम्मीमा साग किन्न थाल्नुभयो यस्तो मिठो हावा यस्तो राम्रो वेदर यस्तो राम्रो देखेको छ कि आज क्लियर उज्यालो यस्तो शीतल छ यस्तो रमाइलो भएर हिँड्नलाई किन्नुभयो साग मम्मीले तरकारी किन्न थाल्नु अब भालबेटेनमा हामी चाहिँ भालबेटबाट निस्क्यौँ अब हामी यहाँ मासु लिन जाँदैछौँ बजार बाटोमा अँध्यारो भइसक्यो हामी त उज्यालो पनि आएको थियौँ पापाको भिडियो बनाउनु हामी चाहिँ मासु सासु लिएर निस्किसक्यौँ हामी उज्यालो भनेको मान्छे यति अँध्यारो यतिखेर भइसक्यो कि
अब बल्ल हाम्रो सपिङ सकियो आजको बर्थडे सपिङ बस म यहाँ बाटोमा खानेकुराहरू किनेर हिँड्यौँ बल्ल यस्तो उज्यालोमा निस्केको मान्छे यस्तो अँध्यारो भइसक्यो यहाँ पुगिन्छ अँध्यारोमा अब सर्पल्टोको पनि छैन बर्खामा त निस्केको हुन्छ यहाँ हामी आज कहाँको बाटो आयौँ भित्र सर्टकट छिर्ने भएको यस्तो बाटो कता हो यो अब हामी चाहिँ ठ्याक्क घर आइपुगेको अवस्था हो हामीहरू घर आइसक्यौँ माथि बुन्टी बुके कि बुकै चाहिँ हल्ला हल्ला भएर होला म चाहिँ यस्तो छ है लाइन यो आएँ माथि बुन्टी बुके अब केही चाहिँ सबैजना आइसक्नु भयो अरे अब यहाँ हामी जाउँ हामी यहाँ के अरे बर्थडे मनाउने मान्छेहरू यहाँ हामी यहाँ छौँ हामी चाहिँ आइसक्यौँ यहाँ खै हाम्रो गेस्टहरू के चाबी खोलेको छैन हाम्रो गेस्टहरू यहाँ तल हुनुहुन्छ होला आम्मा मम्मा के हो यस्तो हेलो गेस्टहरू ब्लग वेलकम सबैजनालाई किन कपिराइट हान्छ किन हान्नु ए हाम्रो अर्को गेस्ट हाम्रो यहाँ गेस्टहरूको गेस्ट पठाउने होइन लिएर जाने हो मैले बनाइदिन्छु खै स्पर्श हाम्रो यहाँ फोटो बिहेको फोटो माथि हजुर सुन्नै मन लाग्यो हो र आउनु भएन के सुन्दैछु म यस्तो ल जुन माथि जाँदैछु माथि बर्थडेको सरप्राइज दिनलाई भुन्टी गौरव कहाँ जानु भएको फेरि ल ऊ यता स्पेसल त गेस्ट पो रहेछ त भुन्टी बहिनीहरू डराउनु मलाई त डर लाग्छ एकदम डर लाग्छ होइन भुन्टी त्यहाँ खोइ त सबैजना जाउँ न लु यो आइज त जान्छ यहाँ म लुक्नु होला मम्मी अब ती राख्दैन न माथि खोइ मम्मी साँच्चै हुनु त साँच्चै लुक्नु भएको लुक्नु भएको ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु बुढीमा त birthday to you. Happy birthday to you. Happy birthday dear Ami. Happy birthday to you. भन्दै नस् त हैप्पी बर्थडे पनि भन्छ भाइ मम्मीलाई दर्शन गर्नु दादालाई मैले झिक्नु नि आज एउटा फोल्डुङ ड्राफ्ट नयाँ ड्राफ्ट ल्याएको खोइ दा तिमीले पैसा हाल्किने कि पैसा मैले मात्रै राख सेन्सिटिभ कस्तो पर त्यहाँ न कोचिङ त्यहाँ न त्यहाँ सेम त्यही हो क्या कलर पनि त्यही अब कुन बोक्नुमा पार्टी अर्को पनि एउटै कलरको भएको छ कि नबच्छ कलर पनि एउटै भएको छ ल
त्यही कलर हो फेरि रेनकोट ल्याउनु भयो क्या रेनकोट हेर्नु न यता यता पनि आज Thank you so much, all my children. यसले पनि गिफ्ट पाइ त All my children. तू त किन भन्छ क्या Thank you so much. यता देखाउँगी, यता देखाउँगी, यता देखाउँगी. प्रज्ञा मलाई चाहिँ सुरु राम्रै म। छोरा सम्झिनु पर्छ आमा छोराको झगडा हेर यहाँ हो सम्झिनु मलाई त त्यो कसैलाई गौरवलाई पनि सम्झिनु। जे पाइदियो सम्झिनु सम्झिन्न? गुड मर्निङ भन्नु त गायब त्यसपछि छैन मान्छे फोन कति गर्छु फोन? अब मेरो फोन रिप्लाई गर्नुहुन्छ मेरो फोनको रिप्लाई गर्नुहुन्छ यसको फोनमा हेर त। बरु तँलाई गर्दिनँ, उसलाई गर्दिनँ, यसलाई त्यति गर्छु म। फेभरेट छोरा हुँदो रहेछ तपाईँले किन यस्तो गर्नुभयो मम्मीलाई चित्त दुख्यो मम्मीको हँ? मम्मीको चित्त दुख्यो के खाएको ललिपप फेभरेट बारी पनि तपाईँले हो ल्याइदिनु नि होला अनि 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 फेभरेट हो के गर्न थाहा हुन्छ मुख देखाउनु एउटै भएपछि फेभरेट भने पनि त्यही हो नभने पनि त्यही पनि गर्नु थाहा हुन्छ के दिने त बुहारीलाई मम्मी निकालिसके त मैले के गएको। के अब त फ्लावर उल्लास माया ह्याप्पी बर्थडे भयो। तल केक सेक काट्ने, डेलाई मिस गर्नु भएको छैन क्यान्डल बाल्ने चाहिँ नगर्ने, क्यान्डल बाल्ने एकदम धुमधाम गर्ने मिस गर्थेँ बुढोलाई। अब त्यो साधारण हो, केटाकेटी यसो जम्मा भएको मात्रै हो, त्यही भएर मैले खासै मिस गरेको छुइनँ। डेलाई मिस आयो गिफ्ट पाएपछि डेडी पनि बिर्सिनु भएको के जमिया घस्रिसक्यो के गर्यो बाङबुङ खाने कुरामा होइन मजाले उयो भएको होला नि मजाले के काटिन्छ अहिले कुरामा चिसो छ होला एउटा लाइटी चाट्ने एउटा प्याज चाट्ने त्यो पुस्दिउँ न नाइटी चाट्ने जति सुन्दैखेरि बडी लाग्यो आयो हामी चाहिँ यहाँ पहेँलो के अरे खरबुजा खाँदैछौँ पिज्जामा हालिदिन्छ क्या यो के अरे खान्छु रे क्या यो के भने म बियर खान्न मलाई हात द्वारा बनाएर ल्याउँछ रे छोडेको पनि यस्तो गर्नु। के हो के को झगडा हिजो भर्खर मैले शेर्पाबाट फोन गरेको भाउजू आउनु नि बियर खाएर म बियर सियर खान्न फ्रीको खान्न पैसा परेको खान्छु भने हो क्या ए मम्मी गिफ्टहरू पाएर मक्का म एकछिनमा फिल्टर लाउँदैछु त्यो साह्रै ओपन लगाइदिएन Happy birthday to you. Happy birthday dear auntie. Happy birthday to you. सबैजना ह्याप्पी बर्थडे भनौँ ल बर्थडे टु यु खै हो ह्याप्पी बर्थडे भने Happy birthday to me. अलिकति नखानिकन राख्यो भने सब ल प्रतीक भाइ फर्स्ट एटेक प्रतीक भाइ मम्मीलाई काट्नु हुँदैन भनेर कस्तो रोल गर्न रोल काम मिठो हुन्छ ल मम्मीले खुवाउँदै हुन्छ भिडियो खिच्ने मान्छेलाई अन्तिममा परिन्। रोल क्रम पनि त्यही थियो रोल क्रम सबभन्दा कान्छे। खाँदै होइन रोल क्रम तपाईँले जित्नुभयो क्या भाइ यस्तो भएन म चाहिँ खान्छु तपाईँलाई पशुले मन तपाईँलाई मन पर्ने के खै अचारको डिब्बा थियो निशा। के भयो धेरै पेट खाने नखाने रे होइन खाना ला एउटा हातले दिएको त्यही चाहिँ लाज भयो खान्छु के सक्यो दादाले बनाएको खानु है मिठै हुन्छ आँक्दैन चाहिँ नखानु आफैले बनाएको त नखाँदा नि हुन्थ्यो के भात दादा मलाई पानी दिनु
सब तरकारी जस्तो बनाउनु भएको तपाईँले कस्तो मिल्दैन मिठो तरकारी जस्तो हेल्दी चाउमिन भेटेको त कसरी दिइरहेको बिस्तारै बिस्तारै छ? तरकारी खै हात दाहिने हातले खाँदैछु त्यति हातले भेटेको हुन्छ इमेजिन गर आफै हाम्रो यहाँ बर्थडे पार्टी हाम्रो यो बर्थडे पार्टी यहाँ हाम्रो कुकमेन अनि म चाहिँ अचार कम्पार्टमेन्टमा छु यहाँ हाम्रो भात के अरे पाक्दैछ जिरा राइस यहाँ प्रतीक भाइ के गराउनु भयो तपाईँ यत्रो बेर भन्नु मलाई यो हाम्रो आजको के अरे के भन्छ यो पानी पदार्थ पेय पदार्थमा हामीसँग छ बियर पेय पदार्थमा बियर छ यहाँ दुईजना बहिनीहरू छन् यहाँ मस्त गफ गएको गइस के को गफ हो यस्तो यहाँ डढिसक्यो मेरो घर बन्द गरौँ के गरेको मैले जो चाहिँ बन्द गर्नु होला नि कि यो बन्द गर्नु ए यो बन्द गर्ने दिमाग पनि फुस्केपछि के गर्नु गरौँ यहाँ पाक्दैछ मासु यहाँ चाहिँ मेरो अचार बन्दैछ आलु काँक्राको अचार बहिनी निन्द्रा लाग्दैन अहिले भात खाइन्छ अनि एकैचोटि हुन्छ नि भात खाने अनि त्यो सुत्ने एउटै हुन्छ नि अर्कै खालको यहाँ दुईजना नयाँ नाइटी लाएर पुरा कम्पिटिसनमा हुनुहुन्छ तपाईँ चाहिँ कहाँ छोपेको नाइटी क्विनहरूलाई खिचिरहेको थिएँ ल कहिलेको छोत्रै भेस्ट लाउनु भएको छ गौरवले फेरि जमानाको भेस्ट लाउनु ल्याउनु पऱ्यो नि के भाइ तँलाई के तनाव भयो भन्नु त गालामा हात लगाएर बस्नु विरक्त भएर सबजना बियर खान्छ म चाहिँ खाँदिनँ भन्ने भइरहेको क्या भाइलाई कोही नखाने उफ्रिनु मुखमा त हालेछ मुखमा त हाल्नु भएको तर खानुहुन्न फोटो खिच्नु अझ पुरा राति भइसकेको छ अनि म चाहिँ डुवासँग छतमा कस्तो अँध्यारोमा हेर दुईजना छतमा छौँ म गोरी भएर छतमा छौँ हामी चाहिँ यस्तो छ हाम्रो हामी चाहिँ अहिले यहाँ फ्रेस हावामा पिङ खेल्दैछौँ बहिनी र म राति भएछ 10 बजेभन्दा प्लस भइसक्यो हाम्रो चाहिँ खानाहरू खाने पनि भइरहेको थियो अनि त्यसरी पनि अझै पनि हामीले खाना खाएको छैन बर्थडे केक चाहिँ काट्यो अलिअलि यताउति खायो अरे कुचुकहरू खाना चाहिँ खाएको छैन तर अहिले हामी चाहिँ बेलुका राति फ्रेस हावामा भनेर पुरा छतमा आएर पिङ खेल्दैछौँ आरामसँगले डिपार्टमेन्ट पकाइसकेर मेरो भाँडा मान्नेमा डिपार्टमेन्ट आइ डिपार्टमेन्ट मेरो डिपार्टमेन्ट हेर्नु यहाँ कसैको डिपार्टमेन्ट खाने डिपार्टमेन्ट बाँकी नै छ पुरै बसिरहेको छ यो बुहारीहरूलाई कहाँ सजिलो चाहिँ हस्काउनु पर्छ अब राति मम्मी तपाईँले युनिसमा भाडा मान्न लगाएको किन मम्मी के छ के हो के छ हालखबर किन हो यहाँ चाहिँ गफ चाहिँ चलिरहेछ आमा अहिलेदेखिको होइन ए हाम्रो सरले भात खाइसक्नु भएकै छैन अहिलेसम्म यहाँ भात खाइसक्नु भएको छैन आज हाम्रो बर्थडे के हो कति बेलासम्म हो बर्थडे थाहा छैन बर्थडे गर्ले निन्द्रा पुऱ्याइसक्नु भयो होला बर्थडे सेलिब्रेट गरेर मान्छेहरू जस्तो खाएन बर्थडे गर्ले थाहा छ कि निन्द्रा पुऱ्याइसक्नु भयो तर हामी बर्थडे सेलिब्रेट गर्ने मान्छेहरू चाहिँ अहिलेसम्म हाम्रो सके खाएन आमा ट्याक्कै 12 बजेकै अहिले सक्यो लु मम्मीलाई जग्गा ह्याप्पी बर्थडे भन्नु जुठो छ मुखमा जुठो छ भुँडै हुनुपर्छ 1 नम्बरको लु मैले आधीभन्दा धेरै मैले आधी पनि होइन ए धेरै छ नि दुईवटा थाल बस्छ एउटा बोट गरेछ आमा कति न यसको थाहा हो नि त नि यो के न महाभारत गर्न आँटे यस्तो गर्नु उपेर एक लट यस्तो गऱ्यो भने यसले सकि त सक्छ अघि इभिनिङ वक जाँदाखेरि गर्नु भएन उभिन गर्नुभयो लु भ्लग इन्ड गरिदिनु आज तपाईँले
भ्लग त गर्नु पर्यो नि त बर्थडे कस्तो मेरो भइरहेको बर्थडेमा आएका रमाइलो भयो एकदम इन्जोय भयो सबै छोराछोरीले छोरा बुहारीको बहिनी छोरी नै भनौँ न अब होइन सबैले गिफ्ट ल्याइदिए मक्ख परे यति मक्ख परे यस्तो बर्थडे कहिले मनाएकै थिएन यति रमाइलो भयो अनि के त्यो भिटामिन पनि खुवाए के अरे पोलियो थोपा पनि खुवाएँ कि अलिअलि पिए पदार्थहरू ए बहिनी अर्को यहाँ बिचरा बहिनी बिमारी भएर बाई बाई ल मैले थाहा भयो कस्तो राम्रो देखिरहेको छ हामी चाहिँ अब के भन्छ भ्लग युन्साको भ्लग चाहिँ इन गर्न आँटेको छ बाई बाई युन्साको फ्यान्सहरूलाई नभएको फ्यान्स फलोवर्सहरूलाई चाहिँ एकदमै बाई होइन अब हेर्दै जानुहोस् रमाइलो हुन्छ द्याट्स इट हाम्रो दिन यस्तै भयो हामी एकदम फुल इन्जोय गऱ्यौँ एकदम धेरै रमाइलो भयो होइन अब चाहिँ बर्थडे पनि सक्यो हामीले भाडा पनि मारिसक्यौँ सबै काम सकिसक्यो अब चाहिँ हामीले भ्लगलाई एन्ड गर्नुपर्ने हुन्छ भाइ ल बाई बाई गरिदिनु तिनजना मान्छे सुतिसक्नु भयो तिनजना ए मम्मी किन मम्मी मम्मी लु बाई गरिदिनु सक्यो लु बाई बाई गरिदिनु लु बाई बाई गरिदिनु न त बर्थडे गर्नु ल बाई भनेर भ्लगिङ गरिदिनु आँटेको मैले ल निन्द्रामा हुनु त ब्रस गर्नलाई अर्को हाम्रो मान्छे हेर्नुमै त बाफ्रे पुरा सम्बु भन्दै कहाँ हो यो ल सुत्नु भएको मस्तो निन्द्रामा शर्मम हुमम भन्दै एकजना मान्छे हाम्रो यहीँ सुतिसक्नु हो हाम्रो बहिनी डिस्टर्ब गरेर बहिनी अलिकति सन्चो पनि छैन मम पनि दिइसक्नु भएको थियो बहिनी चाहिँ यता अर्को रुममा ए बत्ती चाहिँ निभाएर सुत्नु भएको डिस्टर्ब पनि हाम्रो बहिनी अर्को रुममा सुतिसक्नु भइसक्यो बत्ती पनि निभाइसक्नु भएको रहेछ होइन हामी सुत्न बाँकी रहेको मान्छे यति छौँ हामी एकदम सुपर एक्टिभ मान्छेहरू ल बाई बाई सबैजनालाई बाई बाई गरिदिनु भ्लगमा दिन्छ बाई मेरो बाई गरिदिनु त भ्लगलाई एकछिन गरौँ बाई बाई हेलो साथीहरू यो चाहिँ नेक्स्ट डे अन्त त्यसरी म चाहिँ यहाँ छु यहाँ हाम्री घरकी प्रिय मान्छे हुनुहुन्छ यहाँ हामी बुन्छु हेलो ओइ ए ट्राभलर भुन्टी के छ खबर हाम्रो ट्राभलर भुन्टीको खबर के छ जनकपुर गएर आयो अब कहाँ जान्छु अब फेरि कहाँ जान्छु ए अब यो चल्छ है यो चाहिँ हाम्रो बारीको साग रे मुन्टा यो चाहिँ फर्स्ट मुन्टै होला क्या मैले खाना आँटेको यो पालि यो चाहिँ हाम्रो यहीँ फलेको रहेछ बारीको पाक्दैछ मुन्टा मेथी अलिक कालो भएछ हौ यो भोलिपल्टको हाम्रो गफ हुँदैछ मम्मी यहाँ टिकटकमा लाइभमा हुनुहुन्छ मस्त लाएर जेन्सलाई के भएर दिन्छ बर्थडेमा अब त्यही हालिदिन्छु ल अब लुगा मिलाउनु भयो अब म टिकटक स्टार भइसक्नु मम्मीलाई छिटो भाइरल हुन्छ यहाँ म जेन्स चाहिँ हाम्रो बारीमा बसेको अरे हेरेर केही नभए पनि हाम्रो बारीमा यहाँ मुन्टा चाहिँ रहेछ है इस्कुसको मुन्टा इस्कुस त होला नि होइन अम्मकको बोट यस्तो भएछ काटेर सानो भएछ कस्तो मिठो अम्मक फल्थ्यो क्या यहाँनिर कस्तो दामी अम्मक फल्थ्यो हामीले बिहान खाएको इस्कुसको मुन्टा चाहिँ यहीँ फलेको है मैले बिहान तरकारी बनाएको थिएँ हो त यहीँ फलेको यहाँ बेथेको साग रहेछ अलिअलि लट्टे रहेछ यहाँ के छ फुल छ यहाँ फल्छ त अनि इस्कुसको मुन्टा हो यहाँ यस्तो इस्कुसको मुन्टा चाहिँ रहेछ त्यालङ तुलुङ अलिअलि मिसाएर पकाएको क्या बेथुसँग यहाँनिर कुरिलो पनि छ पो त यहाँनिर यो बोजो होइन यहाँनिर कुरिलो छ है
सर्पाको हुन पनि सक्छ गाडी छ नाग म चाहिँ मुन्टा टिप्नु थालेँ इस्कुसको मुन्टा कस्तो फ्रेस राम्रो हो म जेन्स कुमारी गयो अगाडि अल्छी लाग्यो अरे यसलाई यहाँ बस्दा 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 के भएर दिन्छ तँलाई किन नाच्नु आँट्यो कि के भयो भन् के भयो सबैजना निस्किसक्नुभयो म नै हो लास्टमा निस्किने मान्छे म पनि अब निस्केँ घरमा सबै चाबी लगायो अरे अनि अब म तल गएँ सबैजना अघि जानुभयो लास्टमा निस्किने मान्छे म यो ल बाई बाई गाइज यस्तै भयो आज हाम्रो बर्थडे भ्लग हाम्रो यस्तै भयो ल बाई बाई एभ्री वान किप सपोर्टिङ किप वाचिङ